चाँगाथली बस पार्कबाट नजिकै रहेको पौने 4 आनामा बनिएको आकर्षक घर बिक्रीमा आएको छ। यदि तपाईँ पनि यस्तै घरको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। सर्लक्कै यो घर चाहिँ बिक्रीमा आएको रहेछ। सस्तो घर होइन, पौने 4 आनामा बनेको। यो लगभग कति, यो 3 तला 3.5 तलाको घर है। यो बिक्रीमा आइरहेछ। भर्खर फिनिसिङ सकिएको घर, मिटर जोडान भएको छैन। अनि यो टक्क गेट छ बाटोको एन्डिङमा, 13 फिटे बाटोको एन्डिङमा चाँगाथली बस पार्कदेखि भित्र। यो चाहिँ पार्किङमा सबै प्राय पार्किङ टाइल हाल्नु भएको रहेछ। फ्ल्याट सिस्टमको घर। यहाँबाट चाहिँ पहिलो तल तपाईँको टक्कसँगले यो लिभिङ रुम छ होइन। फल सिलिङ डिजाइन पनि छ। फल सिलिङ डिजाइन टक्क। किचन यतैपट्टि छ है। किचनको यतापट्टि साइडमा चाहिँ एउटा बेडरुम रहेछ। बेडरुममा पुरै पार्केटिङ सबै फिनिसिङ भएको छ है। अब यो लिभिङदेखि यतापट्टि यो पनि सर राम्ररी बनाएको छ है। यतापट्टि यहाँ पनि एउटा बेडरुम छ। तपाईँको चाहिँ एउटा लिभिङ भयो, एउटा किचन, दुईटा बेडरुम रहेछ। दुईटा बेडरुम अनि टोइलेट बाथरुम चाहिँ कमर हाल्न बाँकी रहेछ है। तपाईँको चाहिँ यो बेडरुममा सबै पार्केटिङहरू हालेको छ। यहाँबाट सर अर्को नेक्स्ट फ्लोरमा गयो। यताबाट पनि भित्र आउने ठाउँ छ है। यहाँ पनि एउटा सानो एक्जिट डोर रहेछ। घर सर यस्तो छ तपाईँको। अब हामी 1 तला माथि गयौँ है। यस्तो छ टक्क। यहाँ ग्रेनाइटहरू मजाले डबल बिट बनाएर ग्रेनाइट लगाएको छ। रेलिङ पनि तपाईँको समान ठाउँमा चाहिँ काठको रेलिङ गजबले राख्नु भएको रहेछ है। यस्तो दामी छ। हल्का अब यो ग्रेनाइटमा धुलो भयो भने टक्क सर यस्तो छ है। माथि अझै 1 तला छ तपाईँलाई। वाउ, बब्बाल दामी डिजाइन रहेछ हेर्नुहोस्। सेकेन्ड फ्लोरमा पनि लिभिङ रुम छ है। यस्तो दामी डिजाइन छ। यहाँ पनि लिभिङ हल रहेछ। यो चाहिँ ठुलो एकदम गजबको लिभिङ हल। लगभग यो चाहिँ कति बाई कति जति होला। यो त 12 बाई कति छ, 12 बाई 30 जति छ कि त 30 छ नि हो। त्यहाँदेखि लगभग 12 बाई 30 जतिको रहेछ यो। यतापट्टि चाहिँ टोइलेट बाथरुम हो। यहाँ चाहिँ कमोड जोडान भइसकेको रहेछ। यता बाहिरपट्टि चाहिँ के छ यसको, यो चाहिँ यस्तो छ। यो चाहिँ टोइलेट बाथरुम रहेछ टक्कसँगले। वाउ, बब्बाल दामी छ टोइलेट बाथरुम है। यो चाहिँ लिभिङ हल, सेकेन्ड फ्लोरको यो लिभिङ हल चाहिँ बब्बाल दामी रहेछ यहाँनिर यस्तो बस्नको लागि। सो है यतापट्टि चाहिँ तपाईँको टिभी क्याबिनेटहरू पनि रेडी रहेछ होइन। टिभी क्याबिनेट, यहाँनिर बेडरुम, एट्याच टोइलेट रहेछ यहाँनिर। टोइलेट बाथरुम सबै यहाँनिर। यस्तो कबोर्डहरू टक्क लुगासुगा राख्नलाई अलरेडी बनाइएको छ है। यहाँ पनि कमोड राख्न बाँकी छ। यता झ्यालदेखि बाहिर यो सबै काठको झ्याल ढोका रहेछ। यतापट्टि चाहिँ अलिकति सानो स्पेस रहेछ है। यतापट्टि सानो स्पेस छ। टोइलेट बाथरुममा कमोड लगाउन बाँकी देखियो। टक्क एट्याच टोइलेट बाथरुम, पार्केटिङ टक्क मजाको रुम छ है। यहाँको रुम चाहिँ तपाईँको 10 बाई 11 को रुम होला। प्लस यता प्यासेज गर्दाखेरि गजबकै छ। यहाँ चाहिँ काठैको छ झ्याल। यहाँ बेडरुममा पनि फल सिलिङ डिजाइन रहेछ। यो बेडरुममा फल सिलिङ डिजाइन होइन। यो चाहिँ सबै फल सिलिङ डिजाइन गजबले भएर रहेछ। यता पनि बेडरुम, ल प्रत्येक बेडरुममा फल सिलिङ डिजाइन रहेछ त। सबैमा पार्केटिङ पनि होइन।
रुम चाहिँ कति 10-11 हो कि 11 10-11 हो कि त अनि हल पनि गजब रहेछ नि त यहाँ त है आहा यो बत्ती यहाँको बल्छ बत्ती बाल्दिनुहोस् त बत्ती सबै नर्मली मात्रै रहेछ हैन ओ यस्तो छ यो सेकेन्ड फ्लोरको यो लिभिङ हल अब हामी थर्ड फ्लोरतिर जान्छौँ है हामी टक्क अब थर्ड फ्लोरतिर जाँदैछौँ टक्क थर्ड फ्लोरतिर गयौँ है थर्ड फ्लोरको चाहिँ यहाँनिर चाहिँ इन्डिङ हो पूजा कोठा रहेछ टक्क पूजा कोठा है यहाँ पनि बब्बाल दामी छ ल फल सिलिङ डिजाइन त प्रत्येकमा रहेछ त है वाउ यहाँ पनि टक्क खाली यता के छ यता चाहिँ टोइलेट बाथरुम रहेछ यहाँ पनि बनिसकेको रहेछ टोइलेट बाथरुम बाँकी छ यता पनि सबै यो बनाइसकेको रहेछ किचन टपमा किचन दामी रहेछ यतापट्टि खाने डाइनिङ हल यतापट्टि भयो सबैमा प्रत्येकमा फल सिलिङ डिजाइन रहेछ मोबाइल दामी यहाँ स्वस्तिकको चिन्ह रहेछ अनि यहाँदेखि बाहिर सट्टसँगले घाम ताप्न मिल्ने गरीको एउटा चाहिँ यहाँ ठाउँ रहेछ भनेपछि यहाँ एउटा बेडरुम पनि रहेछ है प्लस एउटा बेडरुम ओ माई गड सबै बेडरुममा चाहिँ फल सिलिङ डिजाइन रहेछ यो हाम्रो कति भयो जम्मा टोटल बेडरुम प्रत्येक रुममा 2-2वटा होइन 5वटा बेडरुम भयो होइन 2टा सिटिङ रहेछ 2टा किचन 4वटा टोइलेट होइन एटेच कतिवटा हुन्छ एटेच एउटामा मात्रै होइन एटेच रहेछ होइन ल ल यो चाहिँ हाम्रो टप फ्लोरमा भयो टप फ्लोरमा चाहिँ तातो पानीको सोलर पनि राखिसक्नु भएको छ हैन ट्याङ्की सेङ्की यताउता सबै टप फ्लोरको यस्तो रमाइलो दृश्य यो ठ्याक्कै चाँगाथली चोक यतापट्टि पर्छ यहाँदेखि 3 मिनट जति हिँडेपछि चाँगाथली चोकमा पुगिन्छ भने यहाँदेखि नजिक बालकोट पनि नजिक हुने भयो हैन चाँगाथली चोक पनि नजिक हुने भयो तपाईको चाँगाथली क्लब पनि नजिक हुने भयो लुबु नजिक हुने भयो इमाडल नजिक हुने भयो हैन एयरपोर्ट जान नजिक हुने भयो कौशलटार ठिमी भक्तपुर कोरेश्वर जान नजिक हुने भयो सादाबाट जान नजिक हुने भयो यस्तो रमाइलो ठाउँमा कोही घर किन्न चाहनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्नु होला म कन्ट्याक्ट नम्बर यो भिडियोको अन्तिममा र डिस्क्रिप्सनमा छोडिदिन्छु है इनार चाहिँ यहाँ हो पानी आउँछ इनारमा पानी है ए पानी त यता टपसम्म आउँदो रहेछ ल सबैमा काठैको झ्याल रहेछ त होइन हो यहाँ रहेछ दियोसियो बाल्ने ठाउँमा रहेछ यो चाहिँ 2टा चाहिँ के हो रिजर्भ ट्याङ्की हो यो चाहिँ के हो सोफिट हो ए रिजर्भ ट्याङ्की चाहिँ कति लिटरको छ 14,000 को त्यो पनि गजब पैसा ल फ्लाइट सिस्टमको घर टक्कसँगले होइन बाहिर चाहिँ एउटा कार सार बाइक साइक पार्क गर्न मिल्ने गरेको जग्गा रहेछ ठाउँ एरिया रहेछ यो घर चाहिँ यस्तो छ।